नमस्ते साथीहरु सबैजनालाई मेरो भ्लगमा स्वागत छ। अनि आज चाहिँ हामी यहाँ माथि डाँडामा घुम्न आएको थियौँ है केटाहरुसँग। अनि यहाँ सुबिन भाइहरु अझ भाइहरु यहाँ बसिरहेको थियो। यहाँ चाहिँ अहिले पुरै प्लटिङ गरेर पहिला पुरै जंगल थियो है, अहिले त उसै बनाइसके रहेछ एकदमै। ल भ्यू टक्क लाएर यता तलतिर अझ भाइ काफल बाँकी छ यता। ल काफल टक्क लाएर यता चाहिँ अहिले माथि पुरै घरै घर भइसक्यो अहिले त है। पहिला पुरै बनै बन थियो यार, पुरै डर लाग्दै थियो ठाउँ है। अहिले त प्लटिङ सटिङ छ सबैतिर त मासतिर। अब तिनीहरू कति बेला लाग्ने हो ऊ एउटा चाहिँ आइरहेछ भर्खर बिचरा, अर्को दुईजना पनि आइरहेछ पछाडि। बिस्तारै 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 आइरहेछ केटाहरू चाहिँ। यहाँ स्कुटीले तान्दै तान्यो भने हामी चाहिँ यहाँ माथि डाँडामा घुम्न जानको, त्यही भएर यहाँ आइरहेछ केटाहरू। ल है ल ल अर्को दुईजना चाहिँ यहाँ आइरहेछ। हो राइडर 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 ओहे 46 राइडर। हामी चाहिँ अब मास्तिर जान लाग्यो गाइस, त्यही हो। भ्लगले हेर्नु होला अन्तिमसम्म। हाम्रो के झऱ्यो एकदम। ल खै एकचोटि जाओस् अझ भाइ गीत गाउँदै हान्न, गीत गाउँदै हान्न अझै। ल त प्लटिङ भइसक्यो पुरै, नत्र यहाँ खतरा बन्थ्यो पहिल्यै। काफल खान आउँदा त यहाँ त कम डर लाग्थ्यो पहिला है, अहिले त पुरै उस भइसक्यो। कसम धेरै पछि आयो मास्तिर राइडरले। बस बस जा। ल क्यामेराम्यान चेन्ज गर्ने हो कि क्यामेराम्यान? क्यामेराम्यानले यस्तो समय दिने हो कि? ए झोलाहरू रहेछ हान्डेको टिकी मानवको टिकीमा हाल्नु नि त्यो। टक्क माथि गएर मौसम हेर्दै गर्नु होला गाइजहरू। अझ भाइ ल भाइ केही भनिदिनु पऱ्यो मेरो भ्लगमा। नमस्कार, स्वागत छ। छ्याङ समातेको छ मा कहाँ अर्छ त ओइ भन्न है। ल ल सब्सक्राइब गरिदिनु होला हाम्रो साथीलाई। चट्ट ल्याएर झ्याप्छु अहिले एकछिन। च्यानलको नाम नि थाहा छैन तँलाई? हो च्यानल अहिले एकछिनमा थाहा हुन्छ। ल गाइजहरु चलिसक्यो त, हामी चाहिँ जानुपर्ने हुन्छ अब चाहिँ। अझ भाइ मोबाइल समाइदिने कि के अनि तिमी? ए एकदमसँगले मैले ल्यात लाएर सबै दिइहाल्छु। बस हाम्रो साथी चढ्दैछ। अच्छा ठीक है। बसतिर लाएर झ्याट लाएर जाने। चढ्ने हो कि नचढ्ने हो? छ्याङ 10 किलो बोकेको छ भयो बसौँ। सेरे आसे चम्पा पानी परेर बिजोक भएको छ यतातिर चाहिँ है। पानीले भिज्यो भने त जोर आउँछ यार। आसे आसे बाटो त के हो मान्छेले चाहिँ चढ्दैन कि भन्ने थियो। अब चिप्लो चिप्लो रहेछ हेर अझै भाइ। गरम कस्तो चाहिँ गरम कस्तो चाहिँ अब तेरो। अब हामी सायद एक नम्बर। ओ माई गॉड सरी सरी अभी म त ओर्लिन्छु यार। चढे चलाउन नत्र ओर्लिन के छ होइन भाइ? ए बिन्दास। ल हिँड केटा हो सेरे। ला 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 लो 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 आमा कहाँ गएको केटा हो? गाइस यो फकिङ फक छ त।
अनि लातो लुत कहाँबाट आउने होइन तरिका हो मोबाइल दिएर सक्यो नि ठिकै हो बिस्तारै बिस्तारै म त फेरि ब्रेक लाग्दैन है अझै अनि म त झ्याममा हालिदिइहाल्छु म त फेरि बाल्छु नि मलाई त फेरि बिस्तारै आउनु होला ओ ट्याक्स हो कताबाट आयो हो बिस्तारै आउनु होला मेरो त फेरि आँखै देख्दैन ब्रेक पनि लाग्दैन म त ठोकिहाल्छु मलाई जेसी होस् आज पानी परेपछि पानी पर्यो गाह्रो के एकदम लोगले बिस्तारै बिस्तारै मान्छेहरू सम्झे आम्बो अलि यतैबाट आयो हुन्थ्यो नि ठोकाइदिनु हो के बिग्रियो त्यो बनाउनु नि हुन्थ्यो हाम्रो चाहिँ केटा आएको छ ल यहाँ आस्ते हेरे टम्का ठोक्यो चाहिँ एकदम आनन्दको आरामको छ है भ्यू चाहिँ भने जस्तो छ कि होइन अझै यहाँबाट टक्क लाएर उतातिर जानुपर्ने हुन्छ अब कहिले बाटो यो त बनायो क्या हो बनायो नि अस्ति नै हामी आउँदा त हान्डेर यस्तो मोबाइल अलि माथि अलि अगाडि भ्यू देखाइदिनु आँखा देखिरहेको आनन्द केटाहरू आएर बसिसक्यो केटाहरू चाहिँ यता राखेर रहेछ बाइक है आम्बो यहाँ त बाटै बन्द गर्दो रहेछ त मान्छे धेरै गयो भनेर क्या है होला यतै रन्काइदिउँ यतै राखिदिउँ है टक्क लगाएर यहाँ चाहिँ अब राखिदिउँ आजको हाम्रो लोकेसन चाहिँ होइन आजको हाम्रो लोकेसन चाहिँ यही हो न्यु इयरको न्यु इयर आज कन्सर्ट चलिरहेको कि पुरै माका ढुङ्गा चाहिँ दाजु पातले कि बाग्लो फुल ट्याङ्की भयो त्यसले गड्डिरहेको के हो हेलमेट बोकेर नि के हुन्न ल गाइजहरू पानी परेर घाम पानी स्यालको बे भएर रहेछ आज चाहिँ हामी चाहिँ यहाँ टावरमा बस्न जान लाग्यो ल अझ भाइ अगाडि गएर छ बिस्तारै बिस्तारै भ्यू त दामी छ त अझ भाइ होइन यस्तै हो आजभोलिको मौसम कति बेला के हुन्छ थाहै हुँदैन मैले त आज यहाँ मान्छे लोतो हुन्छ होला भन्ने थियो अरे अझ भाइ तर ठिक छ हेभेन डाँडा अनि हामी चाहिँ अब यहाँ माथि टावरमा जानु लाग्यो धेरै बसिआएको थियो अनि साथीहरू चाहिँ माथि पुगिसकेछन् अस्ति त पुरै फोहोर थियो गाई चाहिँ यहाँ टावरमा है अब हेरौँ लेट्सी देख्दैन होला यहाँ ल यहाँ चाहिँ एकदम पहिला चाहिँ एकदम फोहोर थियो सिसाको टुक्राहरू त अझै पनि रहेछ यस सफा गर्नुपर्ने हो अब के भनौँ होइन अझै भाइ खत्रै फोहोर छ त यार बिस्तारै बिस्तारै हो ल टक्क लाएर यहाँ एकदम भ्यू जताततै प्लटिङ है अहिले चाहिँ जताततै प्लटिङ जताततै घरै घर यहाँ माथि चाहिँ एकदम क्लिन एन्ड उस चाहिँ एकदम सफा छ यहाँ माथि चाहिँ तलतिर पुरै फोहोर भयो नि यहाँ माथि चाहिँ एकदम दामी सफा रहेछ कुचो पनि राखिदिनु भएको रहेछ धन्यवाद यहाँ आएर कमसेकम राम्रोसँग बस्नु त पाइयो कुचो एउटा राखिदियो पनि होइन खतरा हो चल्दैछ यहाँ माथि चाहिँ है खतरा कता कता बजिरहेको यो भजन कीर्तन के कुन स्कुल हो यो कङ्काली माध्यमिक विद्यालय है सुचेटार पर्छ क्यारे हो पनि अझै भाइ यो त सुचेटार पर्छ होइन चन्द्रगिरी पर्छ होइन यो चन्द्रगिरी जस्तो लाग्थ्यो मलाई त अब के हो हजुर भाइ नाच्दैन त बले डान्स हो केटी त तैँले देख्नै हुँदैन है जोर जोर से बोल के लोगों को स्कीमें बता दे के भयो त अनि आउनै पर्यो
के गर्नु हो नाइन कुर्दिने नि अनि हान्दिने हो त्यस्तो भन्नु हुँदैन के हो यो त खान्छौ भन्छ त अर्को त भन्दैन खान्दिन खिच्छ माथि माथि भ्यू दामी छ भ्युज जोस त मान्नै पर्छ कहाँबाट हिँडेर आएर एक्लै कहाँ पुगेर फेरि हिँडेर त भने नि हिँडेर जस्तो लाग्यो मलाई अब के हो 2,000 years later. त्यो साथीहरू अहिले चाहिँ हामी घर जाँदै हो फर्किँदैछौँ यहाँबाट केटा के हजुर भाइ यो सबै झ्याप हो क्या ए मुलाहरू काबे छैन दोरी आउने पर्ने बेलामा ल ए आँखा जोड्यो ए मेरो सानो वल्ला गाउँ पल्लो गाउँ फुर्के जोडी कालेले पायो अर्को हातले समय नै हुन्छ अर्को हातले समाउनु हजुर भाइ त्यति बेला सस्तो मस्तो गोब्रो है त्यही हो अब मोबाइल चाहिँ चल्दैन नि हजुर भाइ मोबाइल चाहिँ नजर है अनि त्यही गाइस अब चाहिँ हामी फर्किन लाग्यो यहाँ माथि आज के नयाँ वर्षको दिन भएर मान्छेहरू आएको रहेछ डनै ठिक छ तर घुम्ने चाहिँ यता लास्टै रमाइन्छ हजुर भाइ तर तिनीहरू मलाई कन्भिन्स भयो कि तिनीहरू मासतिर गयो कि तलतिर गयो मासतिर गयो होला र तिनीहरू मुलाहरू यार पर्खी भन्दा पनि सट्टै गइहाल्यो अब कताबाट गयो भन्ने कुरो हो तर ठिक छ फोन गर्नुपर्छ अब होइन छोड ओए मोबाइल के गऱ्यो त्यसले अहिले जामसँगसम्म एउटा हात छोड ए गाइस हामी चाहिँ अहिले जान्न गएँ खोइ त्यो केटाहरू फोनै गर्नुपर्छ त अब तिनीहरू त अब घाँटे गइहाल्यो मुलाहरू केही नभनिकन पछि भन्दा हामीलाई यार ठिक छ अब बाटो चाहिँ अलिक साङ्लो भयो क्या मोटे है ए ओइ बाटो चाहिँ अलिक साङ्लो भयो क्या ठिक छ आज चाहिँ नयाँ वर्ष भएर यहाँ धेरै गाडीहरू आइरहेछ क्या ल कहाँ खाले हरा यार खाएर यार अरू हेर्न के भन्नु अब सबै मानवता नभएको मान्छेहरू भन्ने जस्तो हुन्छ कि हजुर भाइ थोरै फाल्तिर गाडीबाट लट्टै के यहीँबाट आएको रहेछ पछाडि हेर्छ पछाडि हाल्थ्यो है गाई हामी चाहिँ अहिले फर्किन लाग्यो यहीँबाट अघि नै जाम आएको अलि बाटो चाहिँ अलिक बिस्तारै किनभने किन ठाउँमा रोकिरहेछ सुनसिन हिँड्दैन के भयो केटाहरूलाई मेरो केटा के भयो तिमीहरूलाई सो गाइस फेरि यो माटोमा अलिक चिप्लिन्छ क्या अझै भाइ एकदम चिप्लिन्छ अलिकति आरामसे के भइहाल्यो अब जान्थ्यौ गो चलो ला ओ माय गॉड क्या करें भाई साहब फुटबल ग्राउन्ड है हसन राख्दै चाहिँ दामी छ हाम्रो फुटबल ग्राउन्ड चाहिँ बिस्तारै केटाहरू बिस्तारै आरामसे चलो आरामसे गाना गा हजुर भाइ ठिक छ गाइस मैं चली
जिंदको प्यार की गरी त्यसले रोकेन कोही। गीत त अब त्यस्तै हो, कुन छेउबाट कुन छेउमा पुग्छ थाहा हुँदैन है अझ भाइ। रमाइलो छ बेस। आनन्द चिलमा चिलमा केराको बोराहरू पुरा प्लास्टिक लगाएर छ त। प्लास्टिक त्यो पाकोस् भने लगाएर मैले देखिनँ तर अब ठिक छ। सेट भयो ल आगोले कस्तो खाले आगो बोल्यो भन्ने हो कि हो। आगो त बलेछ है सोलो नहान्न त्यसरी त्यसले गर्दा डुब्छ यार। त्यसरी बिचरा हान्नु खोज्दैन हजुर भाइ, त्यसरी हान्नु हजुर भाइ, त्यसरी हामी गल्ती हो एकदम। कुकुरलाई लात्ताले हान्छ भने त्यस्तो गर्नु हुँदैन। चलो यतिर आफै नले के आयो भने लेट्स गो। कहाँबाट हामी सिधै क्या एकदम बाटो अलि हरिपुग्यो मास्तिरको। यहाँबाट चाहिँ हामी तलतिर जानुपर्छ। हजुर भाइ मोबाइल धेरै नहल्लाऊ साथी। ला रन्का बुधे रन्का बुधे रन्का। कसको नाम हो बुझे? मानवको ओ हन्डे शिखर राइस रन्का बुधे रन्का। ओ शिखर राइस रन्का हेर्नु नि लास्टै घट्नु छ हो, तर बनिरहेछ ठिक छ। बनाउनु भन्दा त बढी बिगार्छन्, के गर्नु गाह्रो छ है। कहिलेदेखि यस्तै थियो बाटो, अहिले पनि यस्तै छ। कहिले हुने हो बाटो राम्रो थाहा छैन। यु आर सो ब्युटिफुल भनेर भन्नु त्यस्तो त नभन न। कन्टेन्ट गाडी आएको छ गाइस। रुँदैछु तिम्रो मायाको सिद्धेश्वर महादेव रक्षा गर भगवान्। अब हामी घरमै जाने हो कि कता जाने हो? घरमै हो, घर जानुपर्छ है साथी हो। त्यही हो ला 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 वाट राइट सेफ ब्रो। यस एब्सोल्युट। 2,000 years later. हेलो हामी चाहिँ अब गाउँमा आएको छ यहाँनिर अब टक्क नयाँ वर्षमा होइन गाउँको भिजिट गर्नलाई। त्यो चाहिँ ए होइन यस्तो ए मेहु ए मेरा गाउँ है भन्छ। ए मेहु के भन्नु भन्दा घरकै अरे के भन्छ अबेग रे मेरो हेलमेट सोनले पठाइदिनु। मेरो सोन मेरो घरमा राखिदिनु। नराख भाइ 10 रुपियाँ भन्, अहिले 10 रुपियाँ चाहनु 10 रुपियाँ भन् ल। कस्तो गाई जाऊ होइन जाऊ होइन मलाई कुनै हालत बनाएन बच्चा ल एक थो बनारे बन्यो भने तेरो छिउ प्लट एक थो बनाएर सुरा हाल्यो ए भान्जो तेरो मामा ठोक्दिउ यो श्यामे मिको छोरो ठोक्दिउ सरी बम कितने तेजस्वी लोग हैं हमारे पास, कितने शानदार विचार रखते हैं। गाई चाहिँ चाहिँ हामी घर आएर बसिरहेछौँ है। अनि केटाहरू पनि घर घरमा गइसक्यो। अनि के भन अब
मेरो युट्युब च्यानल चाहिँ सबैले सब्सक्राइब गरिदिनु होला, ब्लगले हेरिदिनु होला, त्यही भन्न चाहन्छु।